नमस्ते तपाईहरु सबैजना फेरि पनि मेरो नयाँ भिडियोमा स्वागत छ हो म चाहिँ एकदम यहाँ बजारमा हिँड्दैछु आज चाहिँ हामी साथीहरु भेट्ने भएको छ केटीहरु अब चाहिँ बजारमा चाहिँ पानी पर्नु थाल्यो म चाहिँ भर्खर बजार आइपुगेको साथीहरु चाहिँ अघि आइपुगेछ बजारमा चाहिँ ठाडो बाटोमा चाहिँ यस्तो बार बनाइदिएको छैन लेफ्ट र राइटपट्टि तर यसले चाहिँ अलिकति असुविधा गरेको जस्तो लाग्यो त्यस्तो कम्फर्टेबल त भएको लागेन बरुभन्दा त्यो नलाउँदा पो ठिक थियो खुल्ला थियो जता हिँड्दा पनि हुन्छ तपाईँ एकछिनमा केटीहरूलाई भेटेर चाहिँ तपाईँसँग भेट्छु त्यसलाई पनि रहनुहोस् मेरो च्यानलमा यो तीनजना चाहिँ लापत्ता भाँच्दा पाराले यहाँ बसेर चाहिँ मलाई तर हेर्दै रहेछ माया लाग्यो बिचारा यो चाहिँ जान्छ अरे अब हो हामी तीनजनाहरू चाहिँ भेटेको ए मेरो कान त अलरेडी ठाडो नै छ बहिनी हामी चाहिँ यहाँ आयो किनभने मलाई भिडियो गर्नु पनि दिँदैन ओइ साथीहरू कस्तो सपोर्टिभ हुन्छ यहाँ छैन त्यो एउटा बहिनीको झन् दोकानमा गएर साथीहरू यस्तो यस्तो लुगा देखाइदिएर गर्छ होइन अन्त लु गरेर बहिनी तिमी के भन्छौ के भन्नु उसले मलाई सपोर्ट गर्छ बना त छिरिङको च्यानललाई लाइक शेयर त्यही मात्र अनि त्यहाँदेखि के भन्नु त्यति नै हो आज चाहिँ हामी यसलाई सो कल फ्यारल हो हाम्रो आइडिया भन्नु के भन्नु चियाको जस्तो लाग्यो है हुन्छ हामी यहाँ हाम्रो हामी चारजनामा चाहिँ उहाँ हो सबैभन्दा सिनियर उहाँ चाहिँ नानी छ 4 वर्ष पुगेको 4 वर्ष सिनियर हो एजमा चाहिँ सिनियर चाहिँ म हो तर उहाँ चाहिँ नानीमा चाहिँ सिनियर हो कलेज पढ्ने बित्तिकै अर्को खालको सर्टिफिकेट ल्याउनु गइहाल्छ ब्याग के अरे के भन्छ त्यसलाई ब्याग उयोहरू ग्रेजुएसन के पो भन्छ ए इङ्ग्लिस उहाँ चाहिँ बिएको सर्टिफिकेट ल्याउनु गइहाल्छ तपाईँ त बिए त गरिस् नि त हामीलाई पहिला बिए सर्टिफिकेट गऱ्यो त हो नि त्यसले के अरे पढाइले त अकाउन्टिङमा पो गरेको त अन्त डर साइड इन्कम दिन्छ यसले पुरा साइड इन्कम दिन्छ साइड इन्कम दिन्छ यसले पुरा हिँड्छ मात्रै सिधा छ कि साइड इन्कम चाहिँ पुरा खान्छ त्यहाँदेखि चाहिँ म हो नानीमा म हो सेकेन्ड नानीमा त्यहाँदेखि थर्ड सरस्वती त्यहाँदेखि फोर्थ रिता त हो नि रिता त आउट अफ उयो सिलेबस म चाहिँ भिडियो गर्न बिर्सिछु यो चाहिँ हामीले खाएको मिल्क दुधे के हो दुधे त अघि जग्गा नाम मिल्क कलङ दुधेहरू मिल्क यसको घरको जग्गा नाम पो भन्दै यस्तो चाहिँ नानीको आमा भएपछि चाहिँ मिस के अरे त्यो मिस म्याच क्या यस्तो यस्तो भइरहेको त्यो नै बसिरहेको होइन मेरो त्यो अलरेडी मैले ब्लस लगाएको थिएँ कि त्यो घाममा ज्यादा परेर चाहिँ खाँदै खाएको थिएँ अन्त ब्लस लगाएकोले गर्दा चाहिँ रातो भएको यहाँ लाइभ गरिदिउँ त्यो ल्याभेन्डर कलर राम्रो यो मेरो तारो मिल्क टी अरे हो बबल्स तारो मिल्क बबल टी तिम्रो के हो न सरस्वती ए के हो हाम्रो माचो हट चकलेट ओके माचो हट चकलेट हो उहाँको चाहिँ यो टी हो हामीले सबै खाइदिइसक्यो तर यो मैले रिफिल गराइदिएको छु तँलाई अब हाम्रो नमाग भनेर होइन जुत्ता त निकालेँ कि मैले साइज पो हेरेन त त्यो कति साइज हो बहिनी 39 हो 39 त हुनुपर्ने त अन्त हुँदैन जुत्ता कुनै के यस्तो धन्टा पढेको छ कुनै के भएको यस्तो धनी मान्छे भएर यहाँ बाई 1 गेट 1 फ्री हेर्दैछु तुमको दामै 1 छ नि त है यो पनि एक साइज ठुलो छ सानो भयो खुट्टा चाहिँ माथि मुखबाट खुल्छ त यो कम्ती हैन खुल्छ तर पनि अनकम्फर्टेबल मैले छिरिङको भ्लग गरिदिएको छिरिङले चाहिँ यहाँनिर जुत्ता हेर्नु खुट्टा हड्डी बढ्यो हड्डी कति नम्बर लाग्छ आज चाहिँ हामी केटीहरू प्योर भेजिटेरियन साधु बिरालु भएको छ केही खाएको छैन चिया र मोमो र रोल हाल्छ आज भेज मोमो खानु
डलाको साधु भएको छ अरूकोलाई डिसअपोइन्टमेन्ट चाहिँ भएन कि उयो कुनाको र मलाई चाहिँ डिसअपोइन्टेड फिल चाहिँ बिचको दुईजनालाई चाहिँ भएको छैन कि दुईजना साइसाइको लम्बुलाई चाहिँ अलिकति कता कता चाहिँ हुँदैछ हो भएन तर अब ठिकै छ बाई बाई अर्को पालि भेटौँ ल बाई यो उयो रहेछ गाडी ल हाम्रो गाडीमा आयो ल बाई हाम्रो शिलाको नानी हो शिलाको नानी हो सोनामको भाइ हो सोनामको भाइ हो कि शिलाको भाइ हो कुचमा बस्यो सोनाम सोनाम पो देख्छ त हो लेप्चा हो लेप्चा लाप्चे हो ठक्कै गरेर हेर्नु नाचेको म चाहिँ अघि नै घर आइपुगिसकेँ हो अनि आजको भिडियो चाहिँ त्यस्तो राम्रो गर्नु पाएन बजार पनि राम्रो गर्नु पाएन पुरा पानी पर्दै थियो अनि अब साथीभाइ भेटेर चाहिँ त्यही हो अब गफसफ गऱ्यो अब गफसफ गरेको चाहिँ भिडियो गर्नु पाएन नगरेको पनि अब सबैजना गफ गर्दा चाहिँ के भिडियो गर्नु भनेर सबैजनाले आफ्नो टाइम स्पेन्ड गर्यो है ह्याप्पिली अनि बाहिर जुन चाहिँ हामी टी सपमा गएको त्यहाँ चाहिँ मैले अनफर्चुनेटली हामीले अनुराग बासु भेटेको थियो डाइरेक्टर अनुराग बासु अनि त्यस्तो भेटेँ होइन अनि हामीले चाहिँ फोटो खिचेन भिडियो पनि गरेन अब कहाँ अर्काको प्राइभेसी डिस्टर्ब गरिरहनु भनेर मैले चाहिँ फोटो पनि खिचेन भिडियो पनि गरेन होइन हामी कुनै केटीहरूले पनि खिचेन अन्त अचानक भेटेँ अब हो किन अब सोध्नु अप्ठ्यारो भयो नि त होइन अन्त खिचेन अब अनि त्यहाँ मैले घरबाट भनेँ नि होइन आज साँच्चै अनुराग बासु पो भेटेको थियो त हामीले घरको मान्छेले नपत्ता गर्ने मलाई सुबुलाई भने होइन नानालाई भने पत्ताएन अनि मैले भिडियोमा चाहिँ कता कता मैले पछाडि भिडियो गरेको छु होइन कता कता अब हाम्रो केटीहरू भिडियो गर्दा चाहिँ पछाडि एउटा मान्छे देख्नुहुन्छ होइन उहाँ चाहिँ अनुराग बासु हो होइन डाइरेक्टर अनुराग बासु हो अनि त्यो भिडियो देखाएँ नि मैले त्यो भिडियोमा चाहिँ क्लियरली छैन अब कहाँ अर्कालाई यस्तो गर्दा भिडियो देखाएन होइन अन्त कता कता मैले उसलाई देखाउनुको लागि कता कता म चाहिँ हल्का खालके गरेको छु नि होइन अनि त्यो भिडियो देखाएँ कि अन्त पत्ताएन अब त्यो राम्रो क्लियर निस्केको छैन कता कता निस्केको छ अन्त पत्ताएन होइन यस्तो यस्तो बोले को चाहिँ भैया पो होला होइन मैले पो चिनेन अरे अनुराग के अरे अनुराग बासुलाई चिनेन अरे कुन चाहिँ भैया थिएँ अरे हो त्यस्तै पो हेरेँ कुनै के हेरेँ मलाई होइन अनि म कोधेँ अरे त्यसो भने चाहिँ अनुराग बासु भेटेर पनि फोटो खिचेन भने चाहिँ म कोधेँ अरे मैले त्यस्तो राम्रो कन्टेन्ट मिस आउट गरेँ अरे होइन हो त्यस्तो के अरे मलाई होइन तर उसले मलाई पत्ताएन मैले अनुराग बासु भेटेको थिएँ भनेर होइन त्यस्तो अरे अन्त त्यस्तै भयो अब अर्काको प्राइभेसी किन अब उसले एकदम चियाहरू खाँदै थियो आफ्नो टाइम स्पेन्ड गर्दै थियो नि त अन्त त्यही कारण मैले अब हामीले के अर्काको प्राइभेसी भङ्ग गर्नु भनेर चाहिँ यस्तो चाहिँ अर्काको प्राइभेसी भङ्ग गर्ने मान्छे चाहिँ पुष्पा यो पुष्पाले मेरोबाट धुला खाना रहेछ यो पुष्पाले हो अनि त्यस्तै त्यो आजको भिडियो चाहिँ हो तपाईँलाई मन पर्छ भनेर आशा गर्छु अगर मन पर्यो भने मेरो च्यानललाई लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् अनि नबिर्सिकन के गरिदिनु बेबी सब्सक्राइब पनि गरिदिनुहोस् अर्को भिडियो भेटौँ बाई बाई छिमामा से बाई बाई छिमामा यता पापालाई यहाँ फोटोमा बाई बाई